बेचारा हाम्रो सरले चाहिँ हैन एक ठाउँ बाइक पार्किङमा राख्नु भएको रहेछ हैन। तर उहाँको बाइकको चाहिँ हैन कुन चाहिँ पागलले चाहिँ हैन यो उल्टो बटारेर चाहिँ हैन यसको एक्सेलेरेटर केबलहरु पनि छुटाइदिएको रहेछ के। तर हाम्रो बाइकको एक्सेलेरेटर केबलहरु पनि छुटिहाल्यो भने हैन हामी आफ्नो यात्रासम्म चाहिँ कसरी पुग्ने। र यो बाइक चाहिँ बनाउनको लागि चाहिँ हैन म चाहिँ धेरै टाढादेखि आएको रहेछ हैन। पहिला चाहिँ हामी यसको ट्याङ्की खोलेको। अब ट्याङ्की चाहिँ किन खोलेको भन्दाखेरि हैन अब हामी एक्सेलेरेटर तार हाल्नको लागि चाहिँ यसको ट्याङ्कीहरु पनि अवश्य खोल्नु पर्छ के। अब बाहिरबाट चाहिँ हाल्न चाहिँ मिल्छ हैन। तर म चाहिँ बाहिरबाट हाल्दैन हैन। एकदम राम्रो सिधै यसले चाहिँ खोलेर चाहिँ हैन एकदम राम्रो तरिकाले फिटिङहरु पनि गरेर दिन्छौं। तपाईहरु पनि देख्न सक्नुहुन्छ हैन यसको एक्सेलेरेटर तार चाहिँ हैन पुरै मुखमै चुडाइदिएको रहेछ के। जस बनाउन हैन कसैले अब राखेको ठाउँमा चाहिँ हैन त्यहाँनिर चाहिँ अब बाइकहरु पनि राखेको छ भने हैन यदि तपाईहरु पनि कसैको बाइकहरु पनि यसरी नबिगाडेर राख्दिनु होला है। न त तपाईहरुले पनि हैन जुनीको पापहरु पनि लाग्न सक्छ है। यदि हाम्रो कसैसँग दुश्मनी छ भने हैन हामी मान्छेसँग गएर डाइरेक्टली कुरा गर्ने हो के। कसैको राखेको सवारी साधनले चाहिँ हैन हामी यसरी बिगाड्ने कुरा त भएन नि यार। बेचारा त्यो मान्छे अल्पत्र बाटोमा परेर बसेको रहेछ हैन। तर उहाँको बाइकको चाहिँ हैन म चाहिँ दुईटा तारहरु पनि लिएर आएको रहेछ हैन। यसको लागि चाहिँ पहिला चाहिँ हामी एउटा एक्सेलेरेटर केबल लिएर आएको रहेछौं सोरुमको हैन। त्यसपछि त हामी यसको लागि चाहिँ हैन एउटा क्लचको तार एकदम लोकल लिएर आएको रहेछौं जुस बनाउन हैन। यो तार चाहिँ अब हामी चाहिँ कुन लाग्छ भनेर चाहिँ हैन हामी फिटिङ गर्छौं। उहाँको बाइक चाहिँ हैन हामी आफ्नो ठाउँसम्म पुगाउन लागेको छौं हैन। यसमा चाहिँ अब हामी एक्सेलेरेटर केबल फिटिङ गरिसकेको छौं हैन। तपाईहरु पनि देख्न सक्नुहुन्छ। फाइनली हाम्रो बाइक चाहिँ यहाँ रेडी भइसक्यो। अब मान्छे चाहिँ छैन अब के गर्ने हैन। अब बाइक बनाएर अब यतिको म फर्क्यो। बेचारा हाम्रो सरले चाहिँ हैन एक ठाउँ बाइक पार्किङमा राख्नु भएको रहेछ हैन। तर उहाँको बाइकको चाहिँ हैन कुन चाहिँ पागलले चाहिँ हैन यो उल्टो बटारेर चाहिँ हैन यसको एक्सेलेरेटर केबलहरु पनि छुटाइदिएको रहेछ के। तर हाम्रो बाइकको एक्सेलेरेटर केबलहरु पनि छुटिहाल्यो भने हैन हामी आफ्नो यात्रासम्म चाहिँ कसरी पुग्ने। र यो बाइक चाहिँ बनाउनको लागि चाहिँ हैन म चाहिँ धेरै टाढादेखि आएको रहेछ हैन। पहिला चाहिँ हामी यसको ट्याङ्की खोलेको। अब ट्याङ्की चाहिँ किन खोलेको भन्दाखेरि हैन अब हामी एक्सेलेरेटर तार हाल्नको लागि चाहिँ यसको ट्याङ्कीहरु पनि अवश्य खोल्नु पर्छ के। अब बाहिरबाट चाहिँ हाल्न चाहिँ मिल्छ हैन। तर म चाहिँ बाहिरबाट हाल्दैन हैन। एकदम राम्रो सिधै यसले चाहिँ खोलेर चाहिँ हैन एकदम राम्रो तरिकाले फिटिङहरु पनि गरेर दिन्छौं। तपाईहरु पनि देख्न सक्नुहुन्छ हैन यसको एक्सेलेरेटर तार चाहिँ हैन पुरै मुखमै चुडाइदिएको रहेछ के। जस बनाउन हैन कसैले अब राखेको ठाउँमा चाहिँ हैन त्यहाँनिर चाहिँ अब बाइकहरु पनि राखेको छ भने हैन यदि तपाईहरु पनि कसैको बाइकहरु पनि यसरी नबिगाडेर राख्दिनु होला है। न त तपाईहरुले पनि हैन जुनीको पापहरु पनि लाग्न सक्छ है। यदि हाम्रो कसैसँग दुश्मनी छ भने हैन हामी मान्छेसँग गएर डाइरेक्टली कुरा गर्ने हो के। कसैको राखेको सवारी साधनले चाहिँ हैन हामी यसरी बिगाड्ने कुरा त भएन नि यार। बेचारा त्यो मान्छे अल्पत्र बाटोमा परेर बसेको रहेछ हैन। तर उहाँको बाइकको चाहिँ हैन म चाहिँ दुईटा तारहरु पनि लिएर आएको रहेछौं हैन। यसको लागि चाहिँ पहिला चाहिँ हामी एउटा एक्सेलेरेटर केबल लिएर आएको रहेछौं सोरुमको हैन। त्यसपछि त हामी यसको लागि चाहिँ हैन एउटा क्लचको तार एकदम लोकल लिएर आएको रहेछौं जुस बनाउन हैन। यो तार चाहिँ अब हामी चाहिँ कुन लाग्छ भनेर चाहिँ हैन हामी फिटिङ गर्छौं। उहाँको बाइक चाहिँ हैन हामी आफ्नो ठाउँसम्म पुगाउन लागेको छौं हैन। यसमा चाहिँ अब हामी एक्सेलेरेटर केबल फिटिङ गरिसकेको छौं हैन। तपाईहरु पनि देख्न सक्नुहुन्छ। फाइनली हाम्रो बाइक चाहिँ यहाँ रेडी भइसक्यो। अब मान्छे चाहिँ छैन अब के गर्ने हैन। अब बाइक बनाएर अब यतिको म फर्क्यो।